हेलो गाइज, हामी चाहिँ अब फेरि भाले काटेर खाने कुराकानी भइसक्यो होइन। भालेको अघि पानी तताएको त देख्नुभयो होला होइन। यो पनि टक्कै भाले बुवाले भाले लिएर आउनुभएको छ होइन। घरकै यो लोकल भाले हो कि हो क्रस ब्रिड हो। जे भयो नि यो लोकल प्रजातिकै हो होइन। भाले कति किलो छ? 3 किलो कि 2 किलो? 3.5 किलो। 3.5 किलो छ भन्नुहुन्छ होइन। भाले चाहिँ देख्नले सानो सानो छ, 3.5 किलो छ अरे। टक्क लाएर यो चाहिँ अब काट्ने हो खाने होइन। दसैँ हो नि त, अब राङ्गा मासु लिएको सकियो, खसी मासु लिएको सकियो, अब अनि बचेको यही हो भाले। यो पनि काटेर खानुपर्छ भनेर चाहिँ भन्नुभयो। अरू पनि छ भाले, टन्नै छ, अहिले देखाउँछु होइन। अहिले चाहिँ हामी यो काटेर खाने भाले चाहिँ यही हो। यो चाहिँ भाले बुवाले भाले समातेर ल्याउनु भएछ। यहाँ भाले काट्ने चाहिँ हाम्रो बुवा नै हुनुहुन्छ। अहिले बुवाले नै काट्नुहुन्छ। यस्तै भाले कतिवटा छन् बा भनिदिनु पर्यो। 18वटा भाले छन् रे होइन। ओ त्यहाँ चाहिँ अब भात पाकिरहेछ, भाउजूले भात पकाउनुहुन्छ। अनि चट्ट ल्याएर भात मासु खाने हो। ओ भालेको मासु अहिले फेरि साँझ पनि काटिन्छ होला। यो त अहिले खाइसकिहाल्छ मामले। पछि अहिले साँझ दिदीहरू आउनुहुन्छ, भान्जा आउँछन्, अनि तिनीहरूलाई पनि काट्नुपर्छ फेरि त्यति बेला पनि। अनि भान्जाहरूले फेरि मामा घर जाने हो, भालेको मासु खाने हो भन्ने आउँछन् होला। अनि भाले त काट्नै पर्यो होइन। बिचरा के अरे, अब एक अर्कामा निर्भर छौ गाँठे सबै। अब यसले पनि बाँच्न मन त थियो होला, अब तर के गर्नु, खैर केही छैन। यसको यति नै रहेछ यसको आयु। त्यहाँ चाहिँ भात पाकिरहेछ। हाम्रो चाहिँ यो हाम्रो घरको प्रधानमन्त्री, उहाँ नै हो होइन। हाम्रो घरको प्रधानमन्त्री है। अनि हाम्रो घरको प्रधानमन्त्री, हाम्रो घरको गृहमन्त्री चाहिँ हाम्रो माइली भाउजू, हाम्रो घरको अर्थमन्त्री चाहिँ हाम्रो माइलदाई हो। हाम्रो घरको कान्छी सांसद फेरि यहाँ छिन्। ए यता आएर उही हाम्रो घरको कान्छी सांसद गृहमन्त्री उहाँ नै हो फेरि। ऊ गृहमन्त्री होइन। अब अर्को हाम्रो उहाँ हुनुहुन्छ के भन्छ अरे, यो कृषि मन्त्री उहाँ हुनुहुन्छ होइन। हाम्रो कृषि मन्त्री, हाम्रो कान्छी सांसद घरको। यता आएर हाम्रो घरको कान्छी सांसदले भर्खरै नुहाएको अवस्था छ होइन। सो अब हामी यो भाले चाहिँ पछि देखाउने छौँ। अब देखाइसकिहाल्यो जति देखाउनु थियो। अब काटेर खाने हो होइन। अब काटेको के देखाउनु, मासु चाहिँ देखाउँला अहिले।